Julian Tom अघि मेरो भाइ विजयले भनेअनुसार बेसक्याम्पसम्म पुगेर सगरमाथा चढ्ने सिलसिलामा अगाडि बढिरहेको र त्यो क्रममा आज 10 करोड क्लबमा पुगेकोमा सम्पूर्ण टिमलाई हृदयबाट म धन्यवाद दिन चाहन्छु र यस क्रममा यहाँसम्म पुर्याउनमा सबभन्दा पहिला हामी चलचित्रकर्मीहरूको भगवान स्वरूप हाम्रो दर्शकहरूलाई हृदयबाट आभार व्यक्त गर्न चाहन्छु र त्यसै गरी दर्शकसम्म हाम्रो चलचित्रको बारेमा र हाम्रो चलचित्रलाई बुझाइदिन दिनरात खट्नुहुने सम्पूर्ण चलचित्र पत्रकार साथी लगायत सम्पूर्ण अरू पत्रकारहरूलाई हृदयबाट म धन्यवाद ज्ञापन गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु र अफकोर्स चलचित्रमा सबै टिमलाई पनि म शुभकामना र म खुसी व्यक्त गर्न चाहन्छु सबै टिमको मेहनतलाई र यतिवटा मैले भन्नै पर्ने कुरा म भन्न राख्न चाहन्छु कुनै पनि चलचित्र सफल हुनलाई अफकोर्स सबै टिमको हात त जरुर हुन्छ नै स्क्रिप्टदेखि स्टार्टिङ भागवत हुने चलचित्र प्रदर्शन क्रमसम्मको क्रममा धेरै व्यक्तिहरूको हात हुन्छ र सबभन्दा पहिला चलचित्र त्यो सफल हुन्छ जस्तो मलाई लाग्छ जसको निर्मातामा हात हुन्छ त्यो निर्माता जसले जतिसुकै जेसुकै लागोस् जसरी खर्च गर्न परोस् गर्छु सिनेमा चाहिँ राम्रो गर्नुपर्छ है भन्ने निर्माताको अहम भूमिका हुन्छ यदि यस्तो निर्माता नभएर छिटो सिनेमा बनाउनुहोस् है चाँचाडा बनाउनुहोस् है पैसा कमाउनुपर्छ भन्न थाल्नुभयो भने त्यो कुनै सफल हुन्छ कुनै हुँदैन त्यसका लागि म सरोज नेपाली भाइलाई हृदयबाट यो चलचित्र सफल हुनमा मलाई आभार व्यक्त गर्न चाहन्छु र अरू सबै उहाँसँग जोडिनु भएका निर्माताहरूलाई पनि म धन्यवाद दिन चाहन्छु त्यसै गरी अफकोर्स मैले भनिसकेँ क्याप्टन आर्टिस्ट रिपोर्टर र यो चलचित्र सफल हुनमा अर्को एउटा महत्त्वपूर्ण भूमिका पनि म थोरै राख्न चाहन्छु जेरी अन टप यहाँसम्म यो मेरो नजरमा सबैको आफ्नो दृष्टिकोण मेरो नजरमा यो चलचित्र जेरी अन टपलाई अत्याधिक दर्शकले किन मन पराइदिनु होला भनेर कहिले काहीँ सोच त्यसको लागि सबभन्दा पहिला मेरो आँखामा झल्झली यो चलचित्रको क्यामेराम्यान दिलीप रेग्मी भाइको फोटोग्राफी यसको सबभन्दा महत्त्वपूर्ण कति सुन्दर दृश्य कति राम्रो हिरोइनहरू कति राम्रो अभिनय देखाइदिने भाइ दिलीपलाई हृदयबाट मैले यहाँ सम्झिन चाहेँ उहाँले बम्बईमा हुनुहुन्छ त्यसपछि यो चलचित्रमा अर्को महत्त्वपूर्ण पार्ट मैले सम्झिन चाहेँ यसको VFX पार्ट जो हाम्रो अविनाश भाइ र टिमलाई जो नयाँ किसिमको VFX को पार्टमा कस्तो बन्ला त नेपाली चलचित्र कस्तो बनेर त्यो VFX चलचित्र निकाल्ने हो कि डुबाउने हो चलचित्र जेरी अन टप डुबाउने हो कि चल्ने हो भनेको मुख्य हातले VFX को हातमा बढी फोकस थियो त्यो भाइहरूले गरेको कामलाई सबै दर्शकहरूले एप्रिसिएट गर्नुभएको उहाँलाई पनि मैले हृदयबाट धन्यवाद दिन चाहन्छु अर्को मलाई मन परेको पार्ट भनेको यो चलचित्रको ब्याकग्राउन्ड म्युजिक गर्ने भाइ रोमन भाइ फ्यान्टास्टिक सायद मौका मिल्यो भने मेरो अर्को चलचित्रमा पनि मेरो भाइले गरिदिनु भयो भने उहाँलाई म ब्याकग्राउन्ड म्युजिक गर्नलाई यहीँबाट म रिक्वेस्ट गर्दैछु र यसै गरिकन चलचित्रको हाइप जेरी अन टपको सुरुमै हाइप कसले बनायो भन्दा मेरो नजरमा शाहिद खानलाई जसले ट्रेलर काट्नु उहाँलाई पनि म
हृदयबाट बधाई दिन चाहन्छु। सम्पूर्ण टिमलाई बधाई दिन चाहन्छु। यतिखेर तपाईँहरू संसारभरि सरेर बस्नुभएका सम्पूर्ण दर्शक दाजुभाइ दिदीबहिनी बा आमा भाइ बहिनीहरूले सचको जेरियन टप र जेरियन टपको सम्पूर्ण कलाकार र टेक्निसियन्सलाई यति धेरै माया बसाइदिनु भएकोमा यो मायाको वर्षा सधैँ बसाइदिनु होला भनेर थ्याङ्क यू भन्न चाहन्छु।